के विधि रचायो मायामा डुबे मुटुलाई रेटी किन घाइते बनायो किन घाइते बनायो भाग्य आफ्नो भाग्य ए बाबा कति आतिनु भएको आउँदै हुनुहुन्छ होला समस्या होला बाटो हुँदी कतै अल्झिनु भएको होला नआतिनुस् न आउँदै हुनुहुन्छ के आउँदै हुनुहुन्छ उसै त मान्छेले दुनिया नाना कुरा काट्दै बसेका छन् सम्बन्धलाई अलि गाढा बनाउन त म विदेश जान खोज्दैछु कुनै हो र म तपाईको मैले भनेको के होला एक के ल्याएको छ मेरो बोजीमा राख निकाल निकाल हुन्छ मालिक हुन्छ मालिक हुन्छ मालिक हुन्छ त्यो अजयले मेरो धेरै पैसा खाएको छ अरे हमरो गांव में एक ठो अचम्मको बात भएछ त्यो बात के हो सोध न हामीलाई के हो त्यो बात अरे भनेपछि मात्रै भन्छ के हो के हो त बात यो छ कि जोगिन्दर छ नि हाम्रो मालिक त मालिक बडा चतुर छ अरे उसको त्यो सुन्ड बुन्ड भनेको तिमीहरुले हो हो तो उ बुढवाले तिमीहरुलाई सुन्ड मुन्ड नाम राखेछ सुन्ड बुन्ड सुन्ड मुन्ड माने गाम में तिमीहरु लूट पाट हत्या हिंसा गर्छौ भने पुलिस प्रशासन कड़ा छ अरे हमरो खैनी से भी धेरै कड़ा छ हो कि होइन बोनरै लाटा हो तर पुलिस प्रशासनलाई हाम्रो जोगिन्दर मालिकले त जेबीमा हालिले राखेको छ नि यसलाई भन्छ कस्ता कस्ता कहाँ गए अब मूसा के बेटा दरबार सरकार छ नि सरकार अरे कस्तो कस्तोलाई तह लगाइसक्यो आ तो जोगिन्द्रा के कोन पूछे खेसारी के दाल कस्तो मान्छे छ रे यसरी पड्काएको थियो तर्से छ मलाई डर लाग्यो हेर्काउँछु भनेर ओ बात होइन अब बात यो छ कि तिमीहरुलाई हामी खर्चा बर्चा दिन्छु ओ जोगिन्द्र मालिकको पीछा छोड देऊ अब विदेश गइहाल कमाएर कुछ लिएर आऊ आफ्नो बाल बच्चा भण्डाङ हुन्डुको पाला पोसा राम्रो कर बुझ हुन्छ हुन्छ आ एक ठो बीबी शादी कर आफ्नो घर दुनिया बसाऊ हामी पैसा दिन्छु हुन्छ 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 लेकिन एक ठो शर्त यो छ पैसा त दिन्छु लेकिन हामी 4 दोबरको कागज कराउँछु तिमीहरुसँग यो मन्जुर छ 4 दोबरको अरे हामी मामुली मान्छे हो हामी जोगिन्द्रा जस्तो दाउ पे जान्दैन जो बोल्छु फेरि फराइ हाम्रो मालिकले पनि त्यसै गर्ने होइन एकजनालाई दिएको थियो त्यहाँ अझै भन्नेलाई उसैले पनि 3 दोबर कागज गरिहालेको थियो म त्यही थियो तर 4 दोबर त बहुत भयो त उसले 3 दोबर गरेको थियो बहुत भएन अरे उसको मुंह में राम रामा बगल में छुरा उसको घर खेत सब खाइदिन्छ हामी जो बोल्छु मैले भनिहाले फेरि फराइ हामी जो बोल्छु अगाडि बोल्छु ल हुन्छ भने म भोलि नै सब व्यवस्था मिलाइहाल्छु हुन्छ 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 ल हिँड यही खुसीमा एक कप चिया पनि तिमीहरूलाई हामी खुलाउँछु पिलाउँछु चिया
हुन्छ यो नभन्नु कि चिया खोलाको पिलाको पनि त्यसैमा हिसाब जोडिहाल्छ यो राजकुमारले अलग से खुवाउँछु ल हिँड जाऊ ल ल ल हुन्छ हुन्छ घर यही हो यसलाई जसरी भए पनि निकालेर छोड्नुपर्छ यो पानी मुनि गए पनि यसलाई पानी मुनिबाट पनि निकाल्नुपर्छ धरती तल गए पनि धरती फोडेर भए पनि यसलाई निकाल्नुपर्छ चाहे डोजर लगाएर होस् चाहे जे गरेर होस् यो यही छ ए कुरा त त्यसो पो यसलाई छोड्नै हुँदैन नि अजय ए अजय यहाँ पो निक्लेर बसेको छ त यो यसलाई त बाहिर निक्लिन्छ कि के रातको भूत बातले मान्दैन यसलाई घरबाट जसरी भए पनि निकाल्नुपर्छ चाहे भित्ता पढेर होस् चाहे जेसुकै गरौँ यसलाई निकालेर छाड्नै पर्छ बुझे नाम लिया शैतान हाजिर ऊ त्यहाँ लुकी लुकी हेरेछ कि कला खोज्नु भएको तपाईँहरूले म सन्चो छुइनँ कला खोज्नु भएको हेर हेर जो चोर उसैको ठुलो चोर अब हामी आयो नमस्ते पनि छैन हामी त मालिकको मान्छे पो हो त मालिकको मान्छे लौ त भने खुट्टा ढोक्नु पर्ने हो कहाँ ढोकेको हो त नि घरमै भित्रै बसिरहेको रहेछ त्यत्तिकै बोलाए बाहिर निक्लिनु पर्दैन घर आउँदा कराउँदा घाँटी सुकिसक्यो तपाईँ त देउता होइन तपाईँ खुट्टा डुब्नु म आफै सन्चो छुइनँ म आफै सुतिरहेको थिएँ तपाईँहरूले बोलाएको म सुनेन म बिरामी मान्छे रुएर बसेको छु गोटी खानु औषधि पैसा छैन म सन्चो छुइनँ कि बुझ बुझाएर कुरा नगर खाएपछि तैँले तिर्नुपर्छ थाहा छैन यत्तिकै पचाउन पाउँछ खाएर म कसरी के खाइदिएको छु हजुरहरूले बिस्तारै बोल्नु एकदम बिस्तारै बोल्नु मलाई धेरै पीडा भएको छ मलाई आया पनि भन्न सकेको छैन हेर 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 लास पचाएर बसेको मालिकको ऋण खाएपछि तिर्नु पर्दैन हामी त त्यो लौरे माया चौरे फिरतीमा बस्दैन हामी त मालिकको मान्छे हो लिनु आएको छौँ तिर्नुपर्छ त ऋण त खाएको छैन अब के थाहा श्रीमतीले ऋण खायो कि श्रीमतीले ऋण खाएको छ भने उसैले खोज्नुहोस् मेरो घरबाट छोडेर मलाई गइसक्यो म बिरामी हुँदा मलाई छोडेर गइसक्यो त्यो कहाँ गयो के गर्यो कसरी ऋण लियो किन लियो मलाई त केही थाहा छैन खाएपछि तिर्नुपर्छ भन्ने थाहा छैन हात गरेर त्यो ऋण लिन हुँदैन तैँले लिएको ऋण लिन हुँदैन खाने बेलामा खाइस् तिर्ने बेलामा नाटक गर्छ नाटक गर्छु यो लिने बेलामा लियो ऋण तिर्ने बेलामा आएर आथा बुझ्दैन यही डुला खान्छ लिने बेलामा ऋण लिस तिर्ने बेलामा तलैले आएर आथा खोज्नु तल बुझेस् के गर्नु सहर जान पनि पैसै चाहिन्छ पैसाको मेलोमेसो कहाँबाट गर्नु तिमीले के सोचेको प्रभु यसो पैसा साथ माग्नु आएको विदेश जानुको लागि के गर्ने यार आफै त महादेव कसले देला बर म आफै बाहिर जानलाई पैसा खोजिरहेको छु अब तिमीलाई मैले कहाँबाट सहयोग गर्ने मसित पैसै छैन मेरो घरमा
आमा बाउ बिमार छ त भन्छ पैसा छैन केही मात्र मात्र सहयोग गर भाइ के गर्नु म पनि त पिडैमा छु बाधा मैले हुँदा तिमीहरूलाई दिएकै हो सहयोग पनि गरेकै हो होइन अब अहिले मसित आफै छैन मैले कहाँबाट दिने अब यो अलिअलि जग्गा जमिन थियो त्यो पनि तिमीहरूकै कुलतमा फसेँ त्यो पनि सबै जग्गाहरू बेचेर खाइसकेँ अब मैले कहाँबाट तिमीहरूलाई सहयोग गर्ने अब म आफै पो बिल्ली बाट भइसकेँ के गर्नु भन्न के हुन् त भन्न म पनि त हुँदाखेरि तल खुवाएकै हो पियाकै हो कि होइन भन्न जाउँ है जाउँ न त जाउँ पुगेर आउँ एकचोटि के चाहिँ बिग्रियो के चाहिँ दिइहाल्यो भने झनै राम्रो ल हिँड ल हिँड शेखर ए शेखर यता सुन बाबु अब हामी विदेश जान लागेको है यसो हामीलाई अलिअलि पैसा सहयोग गर्नु पर्यो अब हामी लागेको म पुरै गाउँ छान मारे कसैले हामीलाई दिएनन् एउटा अब धेरै आशाले आएको छौँ हामी विदेश जान्छौँ अब केही न केही चाहिँ सहयोग गर्नु पर्यो है मुरी छरेर माना फलाउने देश हो यो नेपाल नेपालमै यो गर्न सकिन्छ अनि किन चाहिँ तपाईँहरूलाई जानु पर्यो माना छरेर मुरी फलाउने त तेरो पो खेत छ त अब हाम्रो कहाँ छ कसको खेतमा गएर माना छरेर मुरी फलाउनु त अब हाम्रो त छैन हेर शेखर त हाम्रो चाहिँ सानैदेखिको साथी होस् होइन अब हामीले सबै सम्पत्ति सकाइहाल्यौँ अब हामीसित केही छैन तैँले चाहिँ हामीलाई यसो केही गएर भए पनि सहयोग चाहिँ गर्नै पर्छ है बा ठिकै छ नि त यसो भए अदियामा 10 कठा जग्गा दिन्छु अनि त्यसैमा गरी खानु नि त बुझ्छौ अहिले फेरि बौद्धा गएर घरतिर सल्लाह पनि गर्नुपर्छ महाराज के आदेश छ भन्नुहोस् ओ महाराज के छ आदेश भन्नु होला ए तिमीहरूले यो के गर्नु केटा केटी भएर यो नाटक गर्ने हो जा तिमीहरू पढ्ने बेलामा स्कुल जा आउँछ हामीलाई आदेश दिन्छ जा जा तिमीहरू जा जा ए तेरीको महाराजले बाँधिराखेको छ कर्जा दिएको छ के गर्नु त कसो गर्नु बाँधेर राखेर हुन्छ त हामीले त अब ऋण दिने बेलामा दिइहाले आफ्नो हात तल परेको अब त त्यसले फकाएर पो लिनुपर्छ त आफ्नो पैसा त तार्नुपर्छ त ए अब बाँधेर राखिसकेपछि अब कसरी हुन्छ त